हेलो नमस्कार गुड इभिनिङ सबैलाई। आज चाहिँ म मलेसियाको केही हाम्रो कम्पनीमा भइरहेको पार्टीको केही झलकहरू देखाउँदैछु। यो चाहिँ हाम्रो ईदको पार्टी चलेको थियो। यहाँ मुस्लिमहरूको ईद, यहाँको चाहिँ रमजान भन्छ। त्यसै गरी पार्टी चलेको थियो, हामी पनि गएका थियौँ अनि त्यही पार्टीको एउटा झलक हो तपाईहरुलाई देखाइरहेको छु। मलेसियामा नि यस्तै हो, आफ्नो देश अनुसार कल्चर अनुसार आफ्नो पार्टीहरू यसै गरी रमाइलो गर्ने गर्दै रहेछन्। हामी पनि कम्पनीको भएको हुनाले गएका थियौँ, बोसहरूले बोलाएको थियो। त्यसै गरी यो चाहिँ हाम्रो मलेसियामा हामी कम्पनीमा आउने जाने बाटो अलि घाँसहरूले छपेर पन्छाउँदै थियौँ। ड्युटी गरेर जाँदाखेरि बाटो पन्छाएको, हामीले पनि आफू हिँड्ने बाटो आफै सफा गरौँ त भनेर लागेको। घाँसहरू पल्लाएर निकै गर्थ्यौँ। पुरा यो बाटो हामी हिँड्दा यसो भएको 2-3 वर्ष अगाडि राम्रो थियो। पुरै सिमेन्ट हाल्न गरेको बाटो हो। त्यहाँ मुनिबाट ठ्याक्क नाली छ, हामी चाहिँ त्यहाँ माथिबाट हिँड्थ्यौँ। बाटो हो तर पनि पुरै त्यसरी घाँसले छोपेको थियो। हामीले त्यसलाई पुरै पन्छाएर जरासुद्ध बाटो क्लिन गर्दैछौँ। आफू हिँड्ने बाटो आफै सफा गरौँ त भनेर लागेको। जे होस्, हामीले आफ्नो लागि र अरू पनि बाटो जस्तो कुरामा सबै मान्छे हिँड्नुहुन्छ, सबैलाई सजिलो होस्। फेरि यहाँ अलि सर्पको डर हुन्छ, त्यसैले यस्तो घाँसहरू भयो भने आफैलाई पछि सर्पहरू बस्ने डरले पनि हामीले सफा गरेका छौँ। धन्यवाद।